गरेर अहिले तपाईहरुले केको लागि मत माग्दै हुनुहुन्छ? सुन्नु न, श्रम संस्कृति हैन, अहिले तपाईहरुले मत चाहिँ केको लागि माग्दै हामी हुनुहुन्छ? सत्ता प्राप्तिको लागि मात्रै होइन। केको लागि चाहिँ? हामी त समुन्नत विकासको लागि। हामी त मिलेर काम अनि गर्छौँ। सत्तामा नगइकन विकास कसरी गर्नुहुन्छ? तपाईको क्षेत्रमा अहिले लड्न आँटेको क्षेत्र निर्वाचन क्षेत्रमा एउटा बडे मागको 18 तलाको बिल्डिङ छ, करिब करिब 3 खर्बको बिल्डिङ छ। त्यो विषयमा तपाईको विचार के छ? त्यसमा नयाँ पार्टीहरू, नयाँ दलहरू, नयाँ व्यक्तिहरू, नयाँ युवाहरू चाहिँ एक आपसमा लड्नु यो स्वाभाविक थियो र यो ठिक हो र? पहिला मेरो प्रतिद्वन्दी मलाई थाहा छैन, तर मैले सुन्दैछु आउँदै हुनुहुन्छ अरे भन्ने चाहिँ। तपाईँ यहाँ 3-4 पटक श्रमदानको लागि आइसक्नु भयो होइन? तपाईँको प्रतिद्वन्दीको नाम पनि थाहा छैन भन्नु होइन। प्रतिद्वन्दी सुन्नुहोस्, त्यो तपाईँहरूले के बुझ्नुहोस् भने मिडियामा आएको प्रतिद्वन्दी तपाईँहरूले बुझ्नु होला। यो मिडिया ट्रायल छ, हेर्नुहोस्। अहिले तपाईँको बोल्ने एउटा गर्ने एउटा छ। अहिले तपाईँले सुनिराख्नु भएको छ ल, कोही कहाँ तीर्थुम जाने भन्छ, कोही कता तपाईँको चाहिँ काठमाडौँतिर बस्ने, कोही कतातिर बस्ने भनेको छ। कसैको पनि होइन। अब त एक दिन मात्र बाँकी छ मनोनयन हुनुको लागि। भोलि मात्र, भोलि छ त्यो त आज बेलुकासम्म त आइपुग्छ नि त। आइपुगेको भने त एकदम त्यो त राम्रो कुरो। तर तपाईँले भने जस्तै तपाईँलाई सूचना छैन होला? ठिक छ, सूचना त मलाई सुन्नु। पूर्व प्रधानमन्त्री केपी ओली आइसक्नु भएको छ। उहाँले प्रेस सम्मेलन पनि गरिसक्नु भएको छ। उहाँले भन्दै हुनुहुन्छ मसँग लड्नुको लागि आर्मी भन्दा कडा हुनु पर्यो, त्यो भनेर भन्दै हुनुहुन्छ। आर्मी भन्दा कडै हो क्या, तपाईँले बुझ्नुहोस्। खाली खुट्टा धरानबाट तपाईँको ओजन पुग्दैन भन्दै हुनुहुन्छ। ओजन भनेको उहाँहरूको हाइट चाहिँ माथि हो होइन, तर सिमलको भुवा जस्तो भनेको छु नि मैले होइन। ओरिजिनल वेट कहाँ हुन्छ तपाईँलाई थाहा छ? यो जमिनमा धरातलमा हुन्छ क्या, आम जनताको घरमा हुन्छ क्या। जनता चाहिँ सबैभन्दा वेटदार हो कि। आज उहाँले जनतालाई वेटदार नभएर आफू चाहिँ वेटदार हो, म चाहिँ सर्व ठुलो हुँ भन्ने जुन अहङ्कार छ नि, त्यो अहङ्कारलाई अब तपाईँहरूले देख्नुहुनेछ कि झापा 5बाट कसरी पतन गराउँछन्, कसरी त्यसको अहङ्कारको तपाईँको चाहिँ आज रोक्छन् भन्ने कुरा तपाईँले देख्नुहुनेछ। तर नि सम्पूर्ण देशवासीले परिवर्तनको खाँचो सोचिरहेको बेला होइन, तपाईहरू नयाँ पार्टीहरू, नयाँ दलहरू, नयाँ व्यक्तिहरू, नयाँ युवाहरू चाहिँ एक आपसमा लड्नु यो स्वाभाविक थियो र यो ठिक हो र? पहिला कुरो त तपाईँहरूलाई म स्मरण गर्न चाहन्छु, अहिले नयाँ भनेको श्रम संस्कृति पार्टी छ एउटा है। तपाईँहरूले देख्नु भएको होला, अहिले पुरानै पार्टीमा त्यो व्यक्तिहरू आउनु मात्रै हो। त्यो पुरानै विचार, पुरानै सोच, पुरानै सत्तामा तपाईँको चाहिँ नि होइन, सत्ता लिप्सी भइसकेका तपाईँहरूले हामी देखिरहेका छौँ। अब त्यो नयाँ भन्ने मात्रै होइन क्या। नयाँ तपाईँहरूले कसरी भन्न सक्नुहुन्छ? उहाँहरू सत्ताकै लडाइँमा त हो नि, पुरानै सत्तामा सत्ताकै लडाइँमा सुन्नुहोस् न, उहाँहरू सत्ताकै लागि मात्रै गठबन्धन गरे हो क्या। भोलि गएर हामीले त्यस्ता गठबन्धनहरू, त्यस्ता एकताहरू त देखेको हो नि त होइन। भोलि गएर तपाईँहरूको बहुमत पुगेन ल, 4 सिट जित्नु भयो भने तपाईँहरूको पनि त गठबन्धन होला नि त। हामी बहुमत ल्याउँछौँ, बहुमत ल्याउनु होला। तपाईँलाई शुभकामना छ, सरकार गठन गर्छ। तपाईँहरूलाई शुभकामना छ। तर बहुमत ल्याउनु भएन भने, अल्पमतमा पर्नुभयो भने तपाईँहरू नि सरकारमा जानुको लागि त सरकारमा जानुको लागि त गठबन्धन गर्नुहुन्छ। मतलाई हामी मूल्याङ्कन गर्छौँ। हामीलाई सरकारमा जा भन्ने मत दिएको हो कि प्रतिपक्षमा मत दिएको हो, त्यो हामी मूल्याङ्कन गरेर अहिले तपाईँले केको लागि मत माग्दै हुनुहुन्छ? सुन्नु न, श्रम संस्कृति होइन, अहिले तपाईँहरूले मत चाहिँ केको लागि माग्दै हामी हुनुहुन्छ? सत्ता प्राप्तिको लागि मात्रै होइन। केको लागि चाहिँ? हामी त समुन्नत विकासको लागि। हामी त मिलेर काम अनि सत्तामा नगइकन विकास कसरी गर्नुहुन्छ? श्रम संस्कृति पार्टी मात्रै नेपालको इतिहासमा एउटा यस्तो पार्टी हो जसले तपाईँको चाहिँ नि सत्तामै पुग्दा मात्रै विकास गर्छ भन्ने होइन क्या। तपाईँले देख्नु भएको छ धरानमा होइन, हामीलाई पैसा नहुँदा पनि हामीले अरबौँ रुपियाँको विकास गर्ने। धरानमा हामीले देखेको छौँ, हर्क साम्पाङ मेयर हुनुहुन्थ्यो, उहाँ सत्ताकै चाहिँ हुनुहुन्थ्यो। उहाँ मभन्दा ठुलो मान्छे कोही छैन भन्ने मान्छे हो। सत्ताको कुर्सी भन्दा सुन्नुहोस् है, सत्ताले गर्ने भन्दा उहाँले तपाईँको त्यो केन्द्रमा हुनुहुन्थ्यो, स्थानीयको त सरकारै हो नि उहाँ पनि, हो। तर सत्तै हो नि उहाँ पनि। त्यो सत्ता मात्रै हो त। अहिले तपाईँको चाहिँ नेपालभरिमा 1000 ठाउँभन्दा बेसी तपाईँको श्रमदान गरेर बाटो, पुल, अनि त्योभन्दा अगाडि उहाँको हविगत त हामीले देखेकै हो। उहाँले भाषण गर्नुहुन्थ्यो, एक्लै कुद्नुहुन्थ्यो, त्यो हामीले देखेकै कुरा हो होइन। ठिक छ, अब त्यतातिर नजाउँ। तपाईँहरूले सत्ताको लागि लडेको होइन भन्दै हुनुहुन्छ, यसलाई पनि स्वीकार गरे। तपाईँको क्षेत्रमा अहिले लड्न आँटेको क्षेत्र निर्वाचन क्षेत्रमा एउटा बडे मागको 18 तलाको बिल्डिङ छ, करिब करिब 3 खर्बको बिल्डिङ छ। त्यो विषयमा तपाईँको विचार के छ? त्यसमा यस्तो छ, हिजो जति पनि विकासको नाममा आज ती सरबारा गरिब गुरुबाले दिएको पैसा होइन, आज यस्तो तरिकाले दोहन गरेको छ नि। त्यो दोहन गर्नेहरूलाई, त्यो दोहन गरेका चिजहरूलाई अब हामीले पुनर्संरचनाको लागि, त्यसलाई सञ्चालनको लागि है, सञ्चालनको लागि ती गरिब गुरुबाहरूलाई जो तपाईँको असहाय, तपाईँ अशक्त छन्, त्यसको सेवा केन्द्रको रूपमा मैले भनेको छु। धेरैजनाले मलाई त्यो प्रश्न पनि गर्नुभयो। त्यो त हाम्रा चाहिँ नि दिन दुखी गरिब, हाम्रा चाहिँ नि असहायहरूको लागि होइन, आज सेवा केन्द्रको मैले चाहिँ स्थापित गर्ने सोच बनाएको छु क्या। त्यसलाई चाहिँ सेवा केन्द्र भन्नाले के चाहिँ बनाउने? उहाँहरूलाई चाहिने हुन्छ नि, तपाईँको चाहिँ उहाँहरूलाई चाहिने हस्पिटल हुनसक्छ, उहाँहरूलाई कस्तो खालको सुविधाहरू दिन सकिन्छ त, त्यो सुविधा दिने ठाउँ चाहिँ म बनाउन चाहन्छु क्या। त्यो मेरो वचनै भयो।
भनेपछि त्यो 18 तल्लाकोलाई चाहिँ अस्पतालमा परिणत गराउने हामी तपाईँको त सुन्नुहोस् न तपाईँलाई एउटा कुरा भनौँ हामी त बगरलाई डलरमा परिणत गर्ने मान्छेहरू हो क्या त्यस्तो श्रम योद्धाहरू हो क्या हामीसँग कति त्यस्ता धेरै प्रचुर तपाईँको हामीसँग आइडिया छ सर